हेलो एन्ड वेलकम टु माई न्यू भ्लग। यो चाहिँ मेरो लाइफको फर्स्ट भ्लग हो। त्यसैले अलिअलि नर्भस फिल भइरहेछ। आज चाहिँ मेरो छ्यामाको छोरीको पास्नी भएको कारणले पनि म आजदेखि भ्लग स्टार्ट गर्दैछु। अनि यो चाहिँ हाम्रो डेकोरेसन टिम। हेलो भनिदिनुहोस् मेरो न्यू भ्लगमा छ्यामा। यहाँ चाहिँ कुकिङ टिम माइजू मेरो न्यू भ्लगमा हाई भनिदिनुहोस्। छ्यामा यता हेर्नु नि हौ। छ्यामाले चाहिँ अचार बनाउँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ डेकोरेसन गर्दैछौँ। मामा यो चाहिँ हामीले 5 बजे उठेर लागेको फुलाउनु भयो। वाउ भुइँमा बस्नै नहुने अरे सानो मान्छेलाई। अनि मेरो छ्यामाको छोरी यहाँ हेर्देऊ त मारु हाई भन्देऊ नि त मेरो न्यू भ्लगमा। यहाँ हेर्देऊ त मान्छे चाहिँ कति राम्रो छ है। दाँत हेरौँ त एकचोटि मारौँ तिम्रो। यस्तो मान्छे नि गाई सुत्छ हाम्रो पास्नी गर्ल। अब त 5 वर्ष कस्तो हिसाब गर्छ है दिदीले। कस्तो हिसाब गर्छ है होइन होइन सुवाङ हाई भन्देऊ नि त। हेलो रोस्टको तयारी हुँदैछ हाम्रो प्यारी माइजूबाट। के बनाउनु भएको माइजू यो चाहिँ? अचारको लागि भन्ने चाहिँ के मैले अनि यिनीहरु साथी होटेल 50 प्लेट नल्याएको स्वस्तिक साथी 50 प्लेट नल्याएको एक रोल प्लेट पनि चाहिन्छ एक रोल ग्लास पनि चाहिन्छ अझै। कञ्चन आउ न अब के रे मासु र ए स्वस्तिकको त बराबरी हुन्छ के। अब त्यो ग्लास मलाई पनि गर्दै गर्नुपर्छ के रे। उहाँ हुनुहुन्छ हाम्रो स्वाङ ब्रदर स्वाङ। हेलो गर्दै यही छ। फाइनली हाम्रो स्वस्तिक पनि रेडी भयो डेकोरेसन पनि। अनि यता छ्यामाहरूले रोस्टको लागि तयारी गर्दै रोस्टवाली अनि हाम्रो यहाँ अचारवाली अनि यहाँ मम्मीवाली अनि यो चाहिँ दिदीवाली। छ्यामाले चाहिँ के बनाउँदै हुनुहुन्छ अनि? वाउ तर पाकेको रहेछ है। ओके हाम्रो माइजूले खानेकुराहरू यति मिठो बनाउनुहुन्छ कि है माइजू। उचिटेर हजुर छोप कहाँ छ छ्यामा? छ्यामा अनि के पकाउँदै हुनुहुन्छ अब? कञ्चन अनि तिमी चाहिँ? म चाहिँ यहाँ रोस्ट बनाउँदैछु। रोस्ट पाक्दैछ यहाँ।
अहिलेसम्म बनाउनु बसाइ चाहिँ ठाउँ छैन भएछ टाइलो हामी डेकोरेसनमा पनि यहाँ चाहिँ डेकोरेसनको छ छ्यामा अनि भरे टिकटक बनाउने होइन त कुन गीतमा बनाउने भाइ आजकलको ट्रेन्डिङमा बनाउनु पर्छ कञ्चन भरे बनाउनुपर्छ है दामी दामी हेलो हामी चाहिँ अब अहिले यसो एकछिन खाजा खान बसेको बाँकी भरे हेर्नु होला खाजा खानु बस्दा चाहिँ मलाई कविता छ्यामाको एकदमै धेरै याद आयो है कविता छ्यामा आई मिस यु तपाईँ पनि हुनुभएको भए चाहिँ धेरै नै रमाइलो हुन्थ्यो सानो कस्तो क्युटी बाजेसँग बसेको साडी लगाइदिँदै हुनुहुन्छ यहाँ पुलौवालीलाई मिनलाई म अहिले त्यो उयोहरू लगाइदिन्छु ल के गर्नु त के अरे पाख्ने मालिकमा मैले भिडियो बनाएँ तपाईँहरूले उयो दिनुभएको लुगाले धेरै लुगा यत्रो लुगामा यत्रो भन्दै थिएँ सबै थोक्ना यत्रो जिउमा कहाँ लाउने म ड्रेस कहाँ तेरो काम चाहिँ हुँदैन चोराएर चाहिँ के चोराएर टिका पनि नलाइदिएको टिका ज्वरो आएर छ टाँसेको यस्तो मात्र गरिदिनु त्यत्रो त नखाइदिनु सानो पनि बस्छ लु त्यही बस्छ हिना गरिदेऊ एउटा डल्लै नोडिदिए मैले पढिदिँदाखेरि त अनि नाना भन्छु आउँदैन तिमीले पैसा कमाउनु खोजेको त्यहाँ छोरी झ्यामाले के भन्छ अलिक बस्छ पढ्ने फेरि बस्नु न छैन त्यहाँ कतिवटा साथी हेर मन्दिर त्यहाँ छेउछाउमा हजुर तिमीलाई पनि लगाइदिनु नलाइदिनु नलाइदिनु निदिराले छलेर यहाँ निदिरा त हेर सानो खै मोबाइल हो त्यहाँले म दिन्छु
मा निदिरा कसरी बसेको मम्मी पनि आउनु बस्नु न जान्न नाना अनि मन्दिर फेरि पनि अन्त यहाँ भिडियो पनि भइरहेछ छामा पनि आउनु दिँदैन कोही दिएन सुन चाँदी 1-2 तोला ल भाउजू जानु त पर्छौ म त मन्दिरसम्म जानु मन्दिर बस्न मम्मी आउनु न अनि जानु नाना एउटा खिच्नु कस्तो नजाने जानु त पर्दैन ल बस्दा हुन्छ आज पुलाउ चाहिँ किन नबनाएको हामीले मान्छे आउने आत्तिको के मैले थिएँ सिधा भनेको थियो चाख्न दिएको जस्तो टिस्यु ल्याइदिन्छु म हजुर हजुर भिडियो नै बनाइदिएको चाचा लाउनु भएको छ चाचा लाउनु भएको छ चाचा देखाउँदै हुनुहुन्छ आफै पक्रेर छोड्नु पनि भयो नि छामा हाँसिदिएको मान्छे खोइ न हाँसिदिएको नि हाँसिदिएको खोइ हाँसिदिएको खोइ त फाइनली आजको पास्नी पनि सक्यो हल्का रमाइलो